हेलो एभ्रिवान। आज चाहिँ हामी पोखरा युनिभर्सिटी स्टुडेन्ट पोर्टल PUSP मा कसरी रेजिस्टर गर्ने भन्ने बारेमा हेर्न जानेछौँ यो भिडियोमा। PUSP भनेको चाहिँ पोखरा युनिभर्सिटीको नयाँ सफ्टवेयर हो है, जुन सफ्टवेयर चाहिँ कम्पलसरी छ सबै कलेजहरूको लागि, पोखरा युनिभर्सिटी एफिलिएटेड सबै कलेजहरूको लागि। अब त्यसमा रेजिस्टर गर्न के गर्नु पर्यो भन्दाखेरि स्टुडेन्टहरूले पहिला सुरु चाहिँ exam.pu.edu.np मा जानु पर्यो। यो वेबसाइटमा जुन ब्राउजरबाटै हुन्छ। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ चाहिँ अब यो लगइनमा क्लिक गर्नु पर्यो। लगइनमा क्लिक गरेपछि चाहिँ यहाँ साइन अप कलेज र साइन अप स्टुडेन्ट भनेर दुईवटा हुन्छ नि। यसमा साइन अप स्टुडेन्टमा क्लिक गर्नु पर्यो। स्टुडेन्टले चाहिँ यसमा एउटा प्रोफाइल पिक्चर अपलोड गर्ने, अनि पर्सनल डिटेल्स भनेर छ, सिटिजनसिप नम्बर हाल्नु पर्यो, त्यसपछि नेसनल आइडी नम्बर हाल्नु पर्यो, अनि त्यस्तै फर्स्ट नेम अनि मिडल नेममा अब रामप्रसाद चापागाई छ भने राम फर्स्ट नेममा, अनि प्रसाद यता मिडल नेम, अनि लास्ट नेममा चापागाई हुने भयो। अनि सेलेक्ट जेन्डर भइहाल्यो, कन्ट्याक्ट नम्बर, अनि अल्टरनेटिभ इमेल एड्रेस। अल्टरनेटिभ इमेल एड्रेसमा चाहिँ आफ्नो कलेजले जुन इमेल आइडी दिएको छ नि, कलेजकै डोमेन हाल्नुपर्छ। त्यो जस्तो अब एपेक्स कलेजको छ भने abc@apex college को डोमेन हुनु पर्यो है। इमेल एड्रेसमा चाहिँ डोमेन चाहिँ कलेजको हुनु पर्यो, यो जिमेल एड्रेस नहाल्नु होला है। त्यसपछि डिफ्रेन्टली एबल स्टुडेन्टमा अब कुनै डिफ्रेन्टली एबल हुनुहुन्छ भने यस, अथवा छैन फिजिकल्ली फिट हुनुहुन्छ भने नो। अनि त्यसपछि कन्ट्रीमा नेपाल अथवा कुन कन्ट्री हो, रिलिजनमा आफ्नो रिलिजन, एथनिसिटीमा यसमा बाहुन क्षेत्री के हो त्यो लेख्नु पऱ्यो। अनि त्यसपछि सिटिजनसिपको फ्रन्ट फोटो र ब्याक फोटो अपलोड गर्नु पऱ्यो। त्यसपछि पर्मानेन्ट एड्रेसमा प्रोभिन्स, डिस्ट्रिक्ट, लोकल लेभल, वार्ड नम्बर सबै यहाँ एन्ट्री गर्नुपर्छ है। अनि टेम्पोररी एड्रेसमा पनि सबै अब हामीले म्यानुअली नै एन्ट्री गर्नु पऱ्यो। यो यसमा चाहिँ अटोमेटिकल्ली पर्मानेन्ट र टेम्पोररीमा भर्ने, अटोमेटिकली भर्ने हुन्छ क्या अप्सन, त्यस्तो चाहिँ छैन। त्यसपछि फादर्स फुल नेम, मदर्स फुल नेम, प्यारेन्ट कन्ट्याक्ट नम्बरमा फादरकै कन्ट्याक्ट नम्बर राखिदिने, अनि प्यारेन्ट अकुपेसनमा के अकुपेसन गर्नुहुन्छ त्यो राखिदिने। एकाडेमिक डिटेलमा कुन चाहिँ कलेज हो होइन, यहाँ कलेजको लिस्ट आउँछ, यो कलेजबाट सेलेक्ट गर्नु पऱ्यो। प्रोग्राममा कुन प्रोग्राम हो, BBA हो कि BHM हो कि BCS IT हो कि त्यो राख्नु पऱ्यो। स्टुडेन्ट टाइपमा चाहिँ फी पेइङ स्कलरसिप कुन हो त्यो अब आफूले त्यो चाहिँ एन्ट्री गर्नु पऱ्यो। अनि एनरोलमेन्ट इयरमा चाहिँ कुन इयर, त्यो रजिस्ट्रेसन नम्बरको अगाडि हुन्छ नि जुन इयर 2019-2-03 हो, त्यसको अगाडि रजिस्ट्रेसन नम्बरको अगाडि जुन चाहिँ इयर हुन्छ नि त्यो इयर यसमा लेख्नु पऱ्यो। अनि एकाडेमिक इन्टेकमा अब यहाँ फल र स्प्रिङ भन्ने आउँछ होइन, फलै होला धेरै जस्तोको। अनि एकाडेमिक स्ट्याटसमा चाहिँ यहाँ तपाईँहरूको ट्रान्सक्रिप्ट आएको छैन भने रनिङ, आइसक्यो डिग्री सर्टिफिकेट एप्लाई गर्ने हो भने पास आउट होइन। अनि डिग्री सर्टिफिकेट पनि एप्लाई गरिसक्नु भएको छ भने यसमा ग्रेजुएटेड, यसबाट चाहिँ ग्रेजुएटेडको यसबाट किन राखेको भन्दाखेरि ग्रेजुएटेड तपाईँले राख्नुभयो। अनि यसमा चाहिँ अब पछि एनओसीहरू लिनको लागि होइन, नागरिक एप भेरिफिकेसनलाई यो काम लाग्छ है ग्रेजुएटेड चाहिँ, त्यही भएर राखेको। अनि एक्जाम रोल नम्बरमा सिम्बल नम्बर, रजिस्ट्रेसन नम्बरमा आफ्नो रजिस्ट्रेसन नम्बर राख्ने होइन। युजरनेममा अब यो तपाईँको यसमा चाहिँ युजरनेम, आफ्नो युजरनेम चाहिँ के राख्ने त, यो कलेजकै आइडी राखिदिने है, त्यो इमेल एड्रेस जुन राखेको हुन्छ नि, कलेजले दिएको हुन्छ नि त्यही राखिदिने। अनि पासवर्डमा चाहिँ अब आफ्नो चाहेको पासवर्ड राख्ने, त्यो इमेलको पासवर्ड राख्ने होइन कि यो नयाँ क्रिएट गर्ने हो कि यो पासवर्ड चाहिँ। अनि कन्फर्म गर्ने। त्यसपछि आइएम नट अ रोबोट, यो भेरिफिकेसन यसको प्रोसेस हुन्छ एउटा, आइएम नट अ रोबोट भन्ने भेरिफिकेसन प्रोसेस, यो टिक आएपछि यहाँ सबमिट गरिदिने। त्यसपछि यो कलेजमा जान्छ, यो एप्लिकेसन कलेजमा जान्छ, कलेजले भेरिफाई गर्छ सबै यो डेटाहरू। अनि भेरिफाई गरेपछि के गर्छ त भन्दाखेरि कलेजले अब ओके भनेर युनिभर्सिटीलाई पठाइन्छ। अनि युनिभर्सिटीलाई पठाएपछि युनिभर्सिटीले फेरि भेरिफाई गरेर यो चाहिँ ल यो तपाईँको प्रोफाइल त्यसपछि रेडी हुन्छ है। अनि त्यसपछि तपाईँलाई ट्रान्सक्रिप्टहरू एप्लाई गर्नु पऱ्यो भने लगइन गर्ने होइन। यहाँ गएर युजरनेममा अघिको इमेल आइडी, अनि पासवर्डमा अघि हामीले क्रिएट गरेको पासवर्ड राख्ने, अनि लगइन गर्ने। अनि त्यहाँ लगइन गरेपछि चाहिँ ट्रान्सक्रिप्टको फर्म, डिग्री सर्टिफिकेटको फर्महरू सबै भर्नु हुन्छ है त। ल थ्याङ्क यू।